केपी ओलीको घर नयाँ घर भनेर लोकेट गरेर यहाँबाट यति मिनेटमा पैदल पुगिन्छ, यति मिनेटमा गाडीमा पुगिन्छ, सबै हमला गर्न जाउँ, घर तोकिएको छ, देखाइएको छ। सरकार के हेरेर बसेको छ, के गर्दैछ? अनि सरकारले त्यति बेला सुविधाहरू फिर्ता गर्छु, गाडी फिर्ता गर्छु, पासपोर्ट रोक्छु, यिनीहरूमाथि मुद्दा चलाउँछु धाक लगाएर बसेको छ। सरकारका केही कर्तव्य हुन्छन् कि हुँदैनन् म सोध्न चाहन्छु। सरकारमा हुनेहरूले सुविधा चाहिएन, सुरक्षा दिनुपर्छ कि पर्दैन? असुरक्षामा देश हाल्ने, असुरक्षाको माध्यमबाट सरकारमा पुग्ने, आतंक फिजाएर सरकारमा पुग्ने अनि अरूलाई सुरक्षा दिन्न भन्ने, यो कुन तरिका हो? खैर, म भन्न चाहन्छु मौसम पनि सधैँ एकनासका रहँदैन। जाडो याम आयो भने फेरि वसन्त आउँछ, फेरि झरी बादलको समय आयो भने फेरि शरद ऋतु आउँछ। त्यो कुरा सबैले थाहा पाउनुपर्छ। त्यसर्थ हामीसँग कर्तव्य छ। हामी राजनीतिक दलहरू राणा शासनदेखि लडेर बलिदान दिएर देशलाई यहाँसम्म पुर्याएका छौँ। एक दिन दुई दिनको गडबडीमा हामी विश्वास गर्दैनौँ। हामी देश बनाउने अथक प्रयासमा विश्वास गर्छौँ। हामीलाई थाहा छ यस अभियानमा बाधा व्यवधान आउँदैनन् भन्ने कुरा होइन, बाधा व्यवधान आउँछ। म सबै साथीहरूलाई, देशवासी सबैलाई पनि भन्न चाहन्छु, हरेस नखानुहोस्, आतङ्कित नहुनुहोस्, नडराउनुहोस्। कहिले कहिले इतिहासमा यस्ता आतङ्कपूर्ण परिस्थितिहरू, त्रासदीपूर्ण परिस्थितिहरू आइलाग्छन्, तर यसबाट देशलाई मुक्त गर्नै पर्छ र नेपाल एउटा शान्तिपूर्ण देशको रूपमा स्थापना गर्नै पर्छ। यो देशमा फेरि पर्यटन उद्योग राम्ररी चलोस् भन्नका लागि शान्ति सुव्यवस्था यस देशमा कायम गर्नुपर्छ।